झन्डै झन्डै 600 अर्ब हामी ऋण बोक्दैछौँ। 600 अर्ब ऋण बोक्दैछौँ। यो 1964 खर्च गर्ने हो भने राजस्व सुकिरहेको अवस्था, वैदेशिक अनुदान सुकिरहेको अवस्थामा यो फुक्का फाल गरेर चाहिँ लिएर आएको बजेटमा 600 अर्ब चान्चुन हामीले वैदेशिक लिनुपर्ने हुन्छ। र त्यसमा पनि विदेशीहरूले त हामीले काम गरेन शोध भर्ना गर्ने हुन्। धेरै कहाँबाट लिने भयो त हामीले हाम्रो आन्तरिक ब्याङ्किङ सिस्टमबाटै थुत्ने भयौँ। त्यसैले यो कुरा चाहिँ यसका हैन उन्नत प्रतिफल दिने आयोजनाहरूमा खर्च गर्न सक्यौँ भने ठिक छ, तर वितरणमुखी कार्यकर्ता पोस्ने र यसमा चाहिँ लक्षणहरू त तपाईँलाई थाहा छ। 2/3 सरकारको अलिकति जुन आडम्बर छ हैन र कार्यकर्ता केन्द्रित पुरानो राजनीति छ, त्यसमा चाहिँ हामीले आश्वस्त हुन सक्ने आधारहरू छैन। त्यसैले यो आय व्ययको बजेट भनेको आय र व्ययको अनुमान हो नि, त्यसमा चाहिँ यसको अविश्वसनीयताकै पासोमा यो ट्रस्ट ट्र्यापमै यो रुमल्लिरहेको छ। राजस्व कति उठाएको छ हिजोसम्म? 10 खर्ब पनि नागेको छैन। अहिले झन्डै झन्डै 15 खर्ब राजस्व उठाउँछु भन्नुभएको छ। आधार यही खालको कुशासन हुने हो भने बोर्डरको चुहावट इत्यादि हेर्दाखेरि त्यसको विश्वसनीय आधार देखिँदैन। अनुदानमा लामो समयदेखि 3-4 वर्षदेखि नै हामी 50 अर्ब 52 अर्ब 53 अर्ब उठाउँछौँ भनेर अनुदान, यसपालि पनि 53 अर्ब भन्नुभएको छ। तर हिजोसम्म कति उठाएको छ? जम्मा 16 अर्ब। योभन्दा अगाडि त 7-8 अर्बमै थन्किएको छ। भनेपछि अनुदान बाह्य रूपमै तपाईँहरूलाई थाहा छ यो सुकिरहेको अवस्था हो। त्यसैले राजस्व पनि सोचे जस्तो ल्याउन नसक्ने, अनुदान त हामीलाई थाहा छ ग्यारेन्टी त्यो आउँदैन। 2/3 को सरकारले अब के गर्न सक्थ्यो के गरेका छैन भन्ने कुराहरूमा हामीले अन्य फोरमहरूमा आफ्ना टिप्पणीहरू राखिआएकै छौँ। आज म अलिकति हामी जसरी जिम्मेवार रूपमा प्रस्तुत भयौँ हैन, एउटा संवैधानिक धर्म पनि थियो हाम्रो। जेठ 15 मा बजेट ल्याइनेछ, नेपाल सरकारको अर्थमन्त्रीले बजेट ल्याउनेछ भनेर संविधानमै लेखेको भाषा अनुरूप हामीले आज हाउसलाई सुचारू हुन दियौँ र बजेट प्रस्तुत हुन दियौँ। यसलाई नेपाली जनताले सकारात्मक ढङ्गले नै नोट गर्नुभएको छ भन्ने आशा हामीले गरेका छौँ। सरकारले आज जुन 1964 अर्बको बजेट जुन पेश गरेको छ त्यो समग्रमा धेरै उत्ताउलो र गैर जिम्मेवार छैन भन्ने टिप्पणी हामी गर्न चाहन्छौँ। अहिले पछिल्लो चरणमा हाम्रो नेसनल स्ट्याटिस्टिक्स अर्गनाइजेसनले हाम्रो अर्थतन्त्रको आकार 61 खर्ब अर्थात् 6107 अर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ, त्यसलाई 6% को आर्थिक वृद्धि र 5.5% को मुद्रास्फीति यो जोडेर नोमिनल झन्डै झन्डै 11-11.5% को वृद्धि गर्ने हो भने यो बजेटको समापन हुँदै गर्दाखेरि हामी नेपालको अर्थतन्त्र करिब 6700 अर्बको चाहिँ अर्थतन्त्रको आकार हुन्छ। त्यसैले अर्थमन्त्रीज्यूले आज जुन पेश गर्नुभयो 1964 अर्ब 67 खर्बको अर्थतन्त्रमा लगभग 30% को हाराहारीमा आउँछ। यसलाई हामीले धेरै गैर जिम्मेवार मानेका छैनौँ। यद्यपि विगत भूकम्पपछि यो उकालो लागेर एकदमै ठुलो आकारमा चाहिँ बजेट फुक्ने अनि माघमा गएर सुकाउने यो पुरानो रोगको चाहिँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता चाहिँ हामीलाई छ। यसको आधार चाहिँ हिजो साँझसम्म नेपाल सरकारले खर्च गरेको जम्मा 1230 अर्ब। हामीले अहिले के भन्यौँ 1964 अर्ब खर्च गर्छौँ भनेर भन्नुभयो अघि अर्थमन्त्रीजीले 1 घण्टा अगाडि। गत साल 1860 अर्बको बजेट थियो, तर अब यो आर्थिक वर्ष सकिनलाई 6 हप्ता पनि बाँकी छैन। नेपाल राज्यले खर्च गरेको जम्मा 1230 अर्ब छ। अब मानिलिउँ अर्को 2 खर्ब नै बढ्यो भने पनि यो राज्यले खर्च गर्न सक्ने क्षमता त्यही 14-15 खर्ब अर्ब चाहिँ खर्ब मात्रै रहेछ। 14-15 खर्ब मात्रै रहेछ। अथवा एकदमै उदार हुने हो भने पनि 1500 अर्बको चान्चुन चाहिँ यो राज्यले खर्च गर्नेछ। नेपालकै रेकर्ड पनि परार चाहिँ 1430 अर्ब मात्रै हो। र मैले अघिल्लो पटक विनियोजन विधेयकको छलफल गर्दाखेरि भनेको थिएँ कि एकदम अनुकूल सरकार, एकदमै चाहिँ अनुकूल वातावरणमा बलिया सरकारहरूले लिएर आएको बजेट पनि यो 80-85% भन्दा माथि नगएको हैन। रामशरण महतले भूकम्पभन्दा अगाडि लिएर आएको बजेटको आकार 618 लाई जम्मा 530 मात्र खर्च गर्न सकिएको र 2/3 कम्युनिस्ट सरकार केपी ओलीले युवराज खतिवडाले लिएर आउनुभएको बजेट पनि 1315 अर्बको बजेट सबै कुरा मिल्दा यो राज्यमा कुनै पनि न बाह्य न आन्तरिक प्रतिकूलता हुँदा पनि जम्मा खर्च गर्न सक्या 1110 अर्ब हैन। र पछिल्ला दिनहरूमा त अब अनेक न्यू पनि बनाउँछन्, सरकार अस्थिर भयो इत्यादि भन्ने छ। त्यसैले यो राज्यको क्षमता स्टेट क्यापासिटीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन जोडदार टिप्पणीहरू गरिराखेको छ नि नीति तथा कार्यक्रमका दौरानमा, विनियोजन विधेयकका छलफलका दौरानमा, यसलाई मनन गर्नु हुन चाहिँ हामीले आग्रह गरेका छौँ। अर्थमन्त्रीज्यूलाई पनि यो सन्देश हामी दिन चाहन्छौँ। तपाईँले अहिले लिएर आउनु भएको 1964 अर्बको बजेट हामीले उत्ताउलो गैर जिम्मेवार इत्यादि भनेका छैनौँ, तर घाँटी हेरेर हाड निल्ने हाम्रो त्यो विश्लेषण गर्ने हो भने चाहिँ यो पनि
त्यही 15-16 खर्बभन्दा बढी खर्च हुने आधारहरू छैनन्। त्यसपछि हामीले के गर्यौँ त, यो अङ्कको स्वरूप र विश्वसनीयता चाहिँ पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने चाहिँ हामीलाई डर लागेको छ र त्यो बारे चाहिँ हामी सचेत गराउन चाहन्छौँ। त्यसपछि यो रेभेन्यू र एक्सपेन्डिचर हैन, राजस्वका विभिन्न कुराहरू पनि त्यति पत्यारिला छैनन्, तर अङ्क पछाडिका नियतहरूमा, अङ्क पछाडिका घोषणाहरूमा चाहिँ केही शङ्काको सुविधा हामी दिन चाहन्छौँ भन्ने हाम्रो पार्टीको आन्तरिक निष्कर्ष छ। त्यो भनेको के हो? त्यो भनेको चाहिँ 3टा कुरालाई हामीले टुक्र्याएर हेरेका छौँ। पहिलो, अहिलेको जुन आर्थिक मन्दी छ त्योबाट अर्थतन्त्रलाई माथि निकास्नको लागि खालि खर्चै गर्नुपर्छ भन्ने छैन नि, कति कुराहरू नीतिगत, पैसै नलाग्ने, रकम नै नलाग्ने नीतिगत घोषणाहरूबाट पनि अर्थतन्त्रलाई तङ्ग्र्याउन सकिन्छ। त्यसमा 2-3टा कुराहरू हामीले सकारात्मक पाएका छौँ। अहिलेको यो नन ब्याङ्किङ एसेट्सहरू हैन, जुन चाहिँ एकदमै 10-11% नै पुग्यो, सम्पूर्ण ब्याङ्किङ सिस्टम नै धराशायी होला कि भन्ने चिन्ता छ नि जुन, त्यसमा एसेट म्यानेजमेन्ट कम्पनी बनाएर हामी व्यवस्थापन गर्छु भन्नुभएको छ। तर उधारो असुली ऐन पनि तुरुन्तै लिएर आउनुपर्छ भनेर हामीले बारम्बार घचघच्याएका थियौँ। रामेश्वर खनालको उच्च स्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनले पनि अन्तरिम चरणमै नै त्यो ड्राफ्टै गरेर दिएको थियो। तर किन हो अर्थमन्त्रीजीले त्यो ल्याउनु भएको छैन? अर्को, भुक्तानीहरू राज्यले बोकेका अनिवार्य दायित्वहरूलाई चाहिँ तुरुन्तै देऊ न। स्वास्थ्य बिमाको जुन भुक्तानी दिनुपर्छ नि राज्यले, त्यो चाहिँ दिइराखेका छैन। त्यसमा पनि अलिकति हेजिङ गरिएको छ। दिन त दिन्छौँ तर 1 वर्ष लगाएर दिन्छौँ भनिएका छ। निर्माण व्यवसायहरूको पनि हैन 10औं अरबको चाहिँ जुन बाँकी छ त्यसले अर्थतन्त्रलाई अहिले मन्दीबाट निकाल्नको लागि जुन भूमिका खेल्न सक्थ्यो त्यसमा अलिकति चुकिएको हो कि भन्ने हाम्रो प्रारम्भिक चाहिँ बुझाइ छ। करहरूमा गरिएको हेरफेरले चाहिँ अलिकति लगानीको माहौललाई सकारात्मक ढङ्गले चाहिँ सम्बोधन गर्न सक्छ कि भन्ने आशा एउटा छ। त्यसैले यो आर्थिक मन्दीको पाटोमा हाम्रो समष्टिगत विश्लेषण मिश्रित छ। दोस्रो, केही व्यथितिहरू थिए नि नेपालको यो बजेटले 2/3 सरकारबाट जुन अपेक्षित पनि छ, एउटा कमजोर सरकारले गर्न नसक्ने तर बलियो सरकारले आँट गरेर ट्र्याकमा लिएर आउन सक्ने, कोर्स करेक्सन गर्न सक्ने कुराहरूमा के गर्नुभयो त भनेर त्यसमा पनि हामीले प्रारम्भिक विश्लेषण गर्दाखेरि 2-3वटा कुरा सकारात्मक देखिन्छ। जस्तो आयोजना व्यवस्थापनका कुराहरूमा उहाँले चाहिँ अब यो 3 करोडभन्दा मुनि सङ्घीय विनियोजन नहुनेदेखि लिएर EIA का कुराहरूमा, जग्गा प्राप्तिका कुराहरूमा चाहिँ अलिकति प्रोजेक्ट म्यानेजमेन्टलाई अलिकति हामी सरल बनाउँछौँ भनेर भन्नुभएको छ। तर अब यो सरकारले बोल्ने एउटा गर्ने अर्को छ। हाम्रो पार्टीका मान्य सांसदज्यूहरूले चाहिँ यसलाई सरकारलाई एकदमै अकाउन्टेबल, जवाफदेही बनाउने छौँ। उहाँहरूले भनेअनुसार गर्नुभयो भने मुलुकका हितका खातिर हामीले सपोर्ट गर्ने नै छौँ। तर उहाँहरूले यो फुक्दिने कुरा न हो भन्ने कुरा जुन विगत 11 महिनामा त हामीले देख्यौँ नि, बोलेका कुराहरू त संविधानै संशोधन गर्छौँ, अर्थतन्त्र तङ्ग्र्याउँछौँ हैन, अनेक सुशासन कायम गर्छौँ भने ठुला वचनहरूलाई पनि फर्केर पनि नहेर्नु भएको सरकारले उहाँहरूले भनेका कुराहरू चाहिँ पत्याइदिने आधारहरू छैनन्। तर सामाजिक सुरक्षामा गर्न खोजेको रिफर्म र आयोजना व्यवस्थापन त्यसका कुराहरूलाई चाहिँ हामी कन्डिसनल, सशर्त चाहिँ स्वागत गर्न पनि चाहन्छौँ। तेस्रो चाहिँ यो रोटीको आकार नै सानो भयो, मिसिङ GDP को अवधारणा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले लिएर आएको छ। 48 सालपछिको आर्थिक सुधारहरूलाई कन्टिन्यू गरेको भए आज हामी यो 1964 को बजेट सानो रोटीको लुछाचुडी गर्नेवाला थिएनौँ। आज हामी कम्तीमा पनि 40 खर्बको बजेट ल्याउने अवस्थामा हुन्थ्यौँ। अर्थतन्त्रको आकार 61 खर्ब होइन, यसको दोब्बर 120 खर्ब जतिको चाहिँ अर्थतन्त्रको कुरा गरिरहेका हुन्थ्यौँ। भनेपछि यो मूल समस्या चाहिँ यो सानो रोटीमा कसले के पायो भन्दा पनि हामीले सोच्नुपर्ने, सुशासन भइदिएको भए, नेपाललाई कुशासनले नगाजेको भए आज हामी $100 बिलियन भन्दा बढीको अर्थतन्त्रको कुरा गरिरहेका हुन्थ्यौँ। त्यसैले यो मिसिङ GDP चाहिँ नेपाली जनताले भोगेको ब्याड गभर्नेन्सको मूल्य हो हैन, कुशासनको मूल्य तपाईँ हामीले चुकेको चाहिँ भोगेको यो मिसिङ GDP क्या। यति ठुलो अर्थतन्त्र हुन्थ्यो तर भएन। यो अवधारणाबाट पनि हामीले हेर्नुपर्ने हुन्छ। त्यस मानेमा हामी 84 मा एकदमै चाहिँ उल्लेख्य सङ्ख्या र सामर्थ्यका साथ आयौँ भने पनि हाम्रो ध्यान के हुनेछ त, चाँडै नेपालको अर्थतन्त्रको आकार बढाउनेतिर जान्छ हैन। त्यो मानेमा अहिले अर्थतन्त्रको आकार बढाउने, GDP ग्रोथ गराउने दृष्टिबाट चाहिँ सरकारले कस्ता बिउ रोपेको छ त, कुन क्षेत्रलाई इकोनोमीको ड्राइभरको रूपमा प्रस्तुत गरेको छ भनेर हामीले हेऱ्यौँ। 5वटा सेक्टर हेऱ्यौँ हामीले। स्वच्छ ऊर्जामा वास्तवमा अघि ऊर्जा मन्त्री त्यहाँ जम्काभेट भएको थियो, बजेट त मेरो घट्यो भन्दै हुनुहुन्थ्यो। तैपनि यदि 4800 मेगावाट जडित क्षमता हामी बनाउँछौँ भनेर जुन अहिले बजेटले भनेको छ त्यो भयो भने त्यसलाई हामी स्वागत नै गर्नेछौँ। पञ्चायतकाल ढल्दाखेरि चाहिँ 262 मेगावाटबाट आज 3600 आएका छौँ। 1 वर्षभित्रै 4800 हुनु भनेको त्यो स्वागतयोग्य छ। तर त्यहाँ 20 वर्षदेखि नभएका कुराहरू पनि फेरि दोहोऱ्याइएको छन्, पञ्चेश्वरदेखि लिएर यावत कुराहरू छन्। त्यसैले क्लिन एनर्जीमा हामी त्यति हौसिएका छैनौँ, तर गर्छौँ भनेका कुराहरू गऱ्यो भने ठिकै छ।
कृषिमा त्यति उत्साहित छैनौँ। कृषि र सिँचाइलाई हामीले जोडेर हेऱ्यौँ भने त्यसले एकदमै ठुलो उलटफेर ल्याउने खालका ती चाहिँ कदमहरू हामीले त्यहाँ देखेका छैनौँ। टुरिज्ममा पनि परम्परागत नै छन्। हालाकि पोखरा र गौतम बुद्धकोमा अलि जुन नयाँ खालको सम्बोधन हुनुपर्ने थियो त्यो छैन। निजी क्षेत्र आयो भने गर्छौँ भन्ने खालको अलि झारा टार्ने भाषा छ, त्योबाट पनि हामीले त्यति अपेक्षा गरेका छैनौँ। उत्पादनमूलक उद्योग म्यानुफ्याक्चरिङमा त्यो पनि हरित कोणबाट त्यही हाम्रो स्वच्छ ऊर्जा लिएर त्यसलाई पुनर्जागरण गर्न सकिन्छ कि अहिले कुल जिडिपीमा जम्मा 5.5%मा खुम्चिएको म्यानुफ्याक्चरिङलाई हाम्रो लक्ष्य चाहिँ 10-12 नै पुर्याउनुपर्छ भन्ने छ होइन, बिस्तारै अर्को 5-7 वर्षमा त्यसलाई त्यो लक्ष्य भेट्ने गरेर चाहिँ भएको जस्तो हामीले मानेका छैनौँ। तर यो सँगसँगै गाँसिएर आउने माइनिङ खानीका बारेमा चाहिँ केही सकारात्मक कुराहरू छन्, तर यो फेरि गएर सुशासनसँग जोडिन्छ। यो सरकारले सुशासनको जगमा खानी क्षेत्रलाई साँच्चीकै बढावा दिन सक्ला, यसमा पनि हाम्रो पार्टीका मान्य सांसदहरूले चाहिँ एकदम नजिकबाट खबरदारी गर्नेछन्। हामी वाच गर्नेछौँ। मुलुकको हितमा लिएका कदमहरूमा हाम्रो समर्थन हुनेछ। तर यहाँ गडबड गरियो भने जुन यो सरकारको एउटा चरित्र पनि भएको छ, त्यो गडबड गरियो भने चाहिँ हामी यसलाई सख्त चाहिँ खबरदारी गर्ने नै छौँ। अब रह्यो अर्को इन्जिन आइटी, अहिले सबैले चर्चा गरिरहेको, हाम्रो पार्टीले पनि व्यापक रूपमा उठाइरहेको, यहाँका उदीयमान शोध संस्थाहरूले पनि होइन दस्तावेजीकरणै गरेको आइटीको सम्भावनाबारे यो सरकारले अलिअलि जुन ठुलो फड्को भन्छ नि बिग पुशका रूपमा देखिन सक्थ्यो त्यो नदेखिए पनि केही सकारात्मक कुराहरू छन्। हाम्रा युवा सांसदहरू पनि यसलाई बडो चासोका साथ हेरिराख्नु भएको छ। डिजिटल नोम्याडको भिसा, रिमोट वर्कको प्रावधान, 5% बाहिरबाट कमाएको रकमलाई 5%मा कम्प्लिट, र जुन एम्बिग्युइटी थियो नि एउटा यहाँ कर ठटाउने अनि पछि फेरि भूत प्रभावी पहिलाको काकाको ऐन टेकेर चाहिँ दुःख दिने, कोटिभिटीको काण्ड भयो, यहाँ अन्य कम्पनीहरू त भागेरै उठेरै गए भन्ने पनि छ। त्यसलाई अलिकति सम्बोधन गर्न खोजेको जस्तो देखिएको छ। यदि त्यो नियत सफाका साथ त्यो आइटीलाई हामी साँच्चीकै अब बढाउने हो, आइटी पार्कका कुराहरू पनि आएका छन् इत्यादि, त्यो हो भने चाहिँ हाम्रो त्यसमा समर्थन हुने नै छ। त्यसैले मैले साथीहरूलाई म सिलसिलाबद्ध एउटा फ्रेमवर्कमा मैले कुरा गरिरहेको छु। जुन मैले यो जाँचमा चिट चोर्या जस्तो अर्थमन्त्रीजीलाई पहिला रोस्टरबाटै भनेको थिएँ, हामी तपाईँहरूलाई यो 5-6वटा आधारबाट मूल्याङ्कन गर्नेछौँ भनेको थिएँ। सो यो आय र व्ययको अनुमान कति विश्वसनीय छ, कति यथार्थपरक छ, कति सन्तुलित छ भन्ने कुरामा हाम्रो अलिअलि चाहिँ शङ्का छ भन्ने कुरा मैले राखेँ। पोलिसी इस्युजहरू, रकम नपर्ने अङ्क पछाडिका इस्युजहरूमा आर्थिक मन्दीमा मिश्रित देखियो। व्यथितिहरूलाई केही सच्याउने कोसिस गरिएको छ, तर दीर्घकालीन आर्थिक वृद्धि त्यो रोटीको आकार नै बढाउने कुरामा चाहिँ त्यति 2/3 सरकारले देखाउनु पर्ने आँट र मोल्नु पर्ने जोखिम चाहिँ नगरेको हो कि भन्ने छ। यद्यपि त्यहाँ राखिएका राम्रा कुराहरूलाई हाम्रो समर्थन हुनेछ। अन्तमा अन्तिम पाटो चाहिँ नेपाल एउटा टापु होइन, हामी अन्तर्राष्ट्रिय परिवेशमा छौँ। हिन्दुस्तान माथि चीन, संयुक्त राज्य अमेरिकामा भइरहेको उथलपुथल र सारा 80 वर्षदेखि एउटा बनाइएको रुल्स बेस्ड इन्टरनेसनल अर्डर अहिले छेद विच्छेद अवस्थामा छ, ठुलो अनिश्चयको भुमरीमा छ। यसले लगानीको माहौललाई हान्नेछ, यसले व्यापारको माहौललाई हानिरहेको छ, यसले वैदेशिक सहायताको विषयलाई पनि प्रहार गरिरहेको छ। योबाट चाहिँ कतै हामी अलि अछुतो छौँ। नेपाल त छुट्टै हो नि, हामी त एकदम विशेष हौँ, हिमालको काखमा रहेको एकदमै चाहिँ छुट्टै एउटा चाहिँ टापु नै हो भन्ने खालको इम्प्रेसन पहिला नीति तथा कार्यक्रममा पनि यो आएको थियो। अहिले पनि यो बाह्य उथलपुथलहरू, यो अन्तर्राष्ट्रिय परिवेशलाई चाहिँ यथेष्ट मात्रामा सम्बोधन गर्न नसकिएको हो कि भन्ने हाम्रो आशंका छ। अन्य अब इन्फ्रास्ट्रक्चर, डायस्पोराको मुद्दाहरू, रेमिटेन्सका कुराहरू, अब पैसा परम्परागत स्रोतहरू सुकिरहेको अवस्थामा नवीन उपकरणहरूमा हामीले कसरी अगाडि जान्छौँ, न्यू सोर्सेस अफ फाइनेन्सिङ, अल्टरनेटिभ फाइनेन्सिङ, ब्लेन्डेड फाइनेन्सिङ, इन्फ्रास्ट्रक्चरमा ठुलो स्केलमा निजी क्षेत्रलाई ल्याउनु पर्ने हुन्छ, त्यसको लागि प्रत्याभूति के हुन सक्छन् होइन। त्यसैले करमा अलिअलि चलखेल गरिएको छ, तर यहाँ ठुलो बाह्य लगानी ल्याउँछौँ, क्रेडिट रेटिङ भयो भन्ने छ, तर सँगसँगै ग्रे लिस्ट पनि छ होइन। ग्रे लिस्टबाट निकाल्नको लागि पनि ठुलो चुनौती छ। र अहिले मल्टिनेसनल कम्पनीहरूले झन्डै 45देखि 55% कर तिर्छन्। त्यति कर तिर्ने गरेर कुनै पनि बाह्य लगानी आउनेवाला छैन। त्यसमा अब हामी आर्थिक विधेयक पनि पल्टाउँछौँ, हेर्छौँ, त्यसमा ठुलो सहुलियत नदिइकन हामीले बाह्य लगानी गर्न सक्दैनौँ। किनकि यहाँ नेपालीको अनुहार हेरेर दया गर्न लगानी गर्ने होइन, प्रतिफल हेरेरै आउने हो। र अहिले त्यही कुरा बङ्गालले देला, गुजरातले देला, महाराष्ट्रले देला, भियतनामले देला, बङ्गलादेशले देला। हामी अन्तर्राष्ट्रिय रूपमा अथवा क्षेत्रीय रूपमै प्रतिस्पर्धी हुन सक्नुपर्नेछ। हाम्रो श्रमिकहरूको उत्पादकत्वदेखि लिएर स्वच्छ ऊर्जा लगायत अन्य फिस्कल कन्सेसनहरूकै आधारमा हामी चाहिँ आकर्षक गन्तव्य बन्न सक्नु पर्थ्यो। त्यसमा चाहिँ हामीले सोचे जस्तो त्यो अलिअलि त्यो पुरानो कन्जर्भेटिभ थट होइन, प्रफिट नाफालाई हेर्ने, निजी उद्यमलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिकति कन्जर्भेटिभनेस नै हो कि भन्ने हामीलाई लागेको छ। त्यसैले समग्रमा साथीहरू 5वटा विषय हाम्रो पार्टीले राखेको छ। एउटा
आय व्ययको अनुमान नै कति सन्तुलित यथार्थपरक इत्यादि छ भन्ने कुराहरूमा हाम्रो मिश्रित भर्डिक्ट रहेको छ। त्यो त यहाँहरूलाई भनियो। आर्थिक मन्दीबाट तुरुन्तै जुरुक्कै उठाउने गरेर लिने कदममा अलि हाफ हार्टेड जस्तो देखिएको छ, अधकल्चो जस्तो देखिएको छ। केही व्यथितिहरू सच्याउन गरिएका आयोजना व्यवस्थापनको लागि हामी शङ्काको लाभ दिन चाहन्छौँ। दीर्घकालीन वृद्धिका बिउहरूमा पनि आइटीहरूमा सकारात्मक छन्, अन्यमा कृषि सिँचाइ लगायतमा अझै ठुलो फड्को हुनुपर्थ्यो भन्ने छ। र यो अन्तर्राष्ट्रिय प्रतिकूलतालाई चाहिँ हामीले हाम्रो यथार्थसँग त्यो तादात्म्यतापूर्ण ढङ्गले चाहिँ राख्न नसकेको हो कि भन्ने छ। तर बाँकी टिप्पणी अब हाम्रो मङ्गलबारदेखि चाहिँ हाम्रो आन्दोलन जारी छ। अघि पार्टीका प्रवक्ता मनिष झाले कुरा राखिसक्नु भएको छ। त्यसको कटाक्ष भएपछि यदि हामीले चाहिँ अलि डिटेलमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमा बोल्ने क्रममा थप विस्तृतीकरण गर्ने नै छौँ। हाम्रा मान्य सांसदहरू तपाईँहरूले देखिराख्नु भएको छ। सबैको क्षेत्रगत रुचि र क्षेत्रगत विशेषज्ञता देखिराख्नु भएको छ। शिक्षा, स्वास्थ्य, आइटी, कृषि, श्रमदेखि लिएर यातायात सबैमा 101 हाम्रा सांसदहरूले चाहिँ अब विनियोजन विधेयकका टपिकहरूमा चाहिँ यी कुराहरू राख्नुहुने नै छ। हस्त धेरै धेरै धन्यवाद।